Hello guys, my new vlog. Please to channel my Sakrapara. जल्दी से आगे बढ़ते हैं तो चलिए शुरू करते हैं। मेरो एकजना साथी हुनुहुन्थ्यो धरानको बिचरा अब अलिक आयोडिन कम भएको हैन आयोडिन कम भएको फेरि पोलियो पनि लागेको है त्यस पछाडि फेरि त्यो ओठ पनि काटेको के यस्तो खोडे भएको गफ चाहिँ फेरि उनले पुरै क्या मारेको काटेको पुरा बम पड्काएको यस्तो लाग्थ्यो कि छेउमा बस्दा साला ओसामा बिन लादेन यही हो जस्तो लाग्थ्यो उसको गफ सुन्दा बोल्ने स्टाइल चाहिँ यस्तो क्या तपाईलाई मैले भनेको बिहा लाग्दैन होला है फेरि म त भयंकर खतरा डन पनि हो हेर्नुस् है मैले अब धेरैवटा मैले त क्राइमहरू गरिसकेको छु 11वटा त मेरो मर्डर केसै छ अनि तपाईँ कस्तो कुरा गर्नुहुन्छ यार पुरा धरानमा मेरो नाम लिनु छैन मलाई नचिन्ने कोही पनि छैन किन भन्दा सबैकोमा बाँकी खाएको छु चिनिहाल्छ नि होइन यस्तो खतरा हो म फेरि म त फेरि तपाईँलाई अब खास भन्दाखेरि म त सिङ्गर पनि हो फेरि तुम आए यूं मुस्कुराए तुमने न जाने क्या सबने दिखायो भन्ने गीत सुन्नुभएको छ हो त्यो गीत चाहिँ मैले गाएको होइन क्या अर्कैले गाएको हो मलाई मनपर्छ भनेर हल्का 2 लाइन चाहिँ मैले गाइदिएको है फेरि तपाईँलाई थाहा छैन होला म त डक्टर पनि हो फेरि म त भने जानवरको प्याथोलोजी तथा तपाईँको गाइनोलोजिस्ट हो म त्यस्तो डक्टर हो हेर्नु म त कुकुरको भुँडी हेरेर भनिदिन्छु कतिवटा छाउरा कतिवटा छाउरी पाउँछ भनेर म त्यस्तो खतरा हो हेर्नु म फेरि यस्तो घुमेर राउन्ड कि वाक्क रुँदै रुँदै घर गएँ नि हिजो नाच्ने त हो म त बबाल गर्ने हो कसले लाता ल्याने हो अरू त कसलाई हुनु नि हाम्रो चोकको कुकुरलाई त हो नि अरू त कसलाई हान्नु न हो फेरि म त रातभरि सब उड्दै हिँड्छु नि चोक चोकमा कसलाई भने कुकुरहरूलाई म त डन हो फेरि तपाईँ बचाउनु हुन्न होला है तपाईँ सब चोक चोकमा गएर हेर्नुहोस् मेरो नाममा 5 लाख रुपियाँ वान्टेड भनेर टालेको छ भित्ता भित्तामा बुझ्नु म अरूलाई नभन्नु त्यो चाहिँ मैले आफै टालेको हो नि फेरि म त्यस्तो खतरा हो हेर्नुहोस् म त कोही टेर्दिनँ फेरि म त साइन्टिस्ट पनि हो म त हेरेर पत्ता लगाइदिन्छु कस्तो ढुङ्गा हो के हो भनेर म त्यस्तो खालको मान्छे फर्स्टमा यो संसार छ भनेर पत्ता कसले लगाएको तपाईँलाई थाहा छ मलाई पनि थाहा छैन र त सोधेको त म त्यस्तो मान्छे हो हेर्नु फेरि म त फेरि गायक पनि हो नायक पनि हो राजेश हमाललाई मैले सिकाएको कपाल पाल्नु यसरी भनेर त्यस्तो खालको व्यक्ति हो हेर्नुहोस् है तपाईँसँग अब मलाई कुरा गर्दा धेरै राम्रो लाग्यो फेरि अब मलाई खानु लाउनु केही दुःख छैन हेर्नुहोस् फेरि न अब तपाईँको कहीँ चोकमा बजारमा बिहे भयो भने बोलाउनु पर्दैन आफै गएर दिइहाल्छु त्यस्तो मान्छे हो म फेरि दिनको लागि पनि आइडिया छ ठ्याक्क जाने गोजीमा जहिले पनि म अछेदा बोकिराख्छु क्या न बिहे छ भने रातो टिका ट्याक्क लायो अनि गयो हेलो हावा यो नाइस टु मिट यु भन हानिदिइहाल्यो क्या यस्तो हो फेरि यस्तो भयो नेवारकोमा बिहे छ भने एउटा 2टा यहाँ एउटा 2टा यहाँ मखुला मखु भने दिइहाल्यो यस्तो हो फेरि अब राई लिम्बूकोमा छ भने त रङ पनि खर्च हुँदैन सेतो टिका थुके यसो गरेर ट्याक्क टालेपछि भइगयो क्या यसो हेर्छ सेवारो आदाङमै हो न उहाँ आदाङमै त्यस्तो हो म फेरि हेर्नु मलाई नर भर भन्ने कुरो केही पनि लाग्दैन म त खतरा डन हो ओसामा बिन लादेनलाई मैले सिकाएको त्यो दारी पाल्नु भनेर यस्तो हो म भने हेर्नु मैले पत्ता लगाएको फर्स्टमा जर्ज डब्लु बुसलाई मैले फोन गर्दा धन्न उसको बिजी थियो कि मेरो डाइरेक्ट कन्ट्याक्ट हो नि त फेरि यस्तो हो म फेरि माइकल ज्याक्सनलाई ब्रेक डान्स गर्नु मैले सिकाएको है नारायण गोपाललाई गीत गाउनु मैले सिकाएको म त यस्तो व्यक्तित्व हो हेर्नु मलाई त भयङ्कर मान्छ नि त संसारभरिको मान्छेले अस्तिको दिन यसो ओह्रालो जाँदै थिएँ भान्जा र म पुरा है यस्तो ओह्रालो गर्दै गरेको त्यो यसो त्यो हेरेको त एउटा बेलुका एउटा पोका फालिराखेको थियो मलाई भयङ्कर म फेरि डराउँदिनँ नि फेरि मलाई डर भन्ने चिज कहिले लाग्दैन पोलियोले गर्दा खुट्टा अलिअलि काम्नु बेग्लै कुरा हो होइन यसो हेरेको एउटा यत्रो पोका बिस्तारै हात लगे भान्जा जे पनि हुनसक्छ यो त सुनको डल्ला पनि हुनसक्छ फेरि म त तपाईँलाई भनेको छुइनँ होइन म त फेरि स्मग्लर पनि हो दाउद इब्राहिमसँग पनि मेरो राम्रो छ सुन हो भने म पत्ता लगाइहाल्छु सुन हो भने आनी है भान्जा भनेर भान्जालाई बिस्तारै अगाडि सारेँ लाखेँ है यो त फेरि
ममको टुक्रा पनि हुनसक्छ सुन हो भने पनि आनी आनी मम हो भने पनि आनी आनी भन्न नडराउनु न म त खतरा हो यो त फेरि जे पनि हुनसक्छ म पत्ता लगाइहाल्छु नि म यो त फेरि माथि चन्द्रमाको एउटा सानो टुक्रा झरेको नि हुनसक्छ एकछिन ल भान्जा एकछिन है आची आची भान्जा आची म के रहेछ हौ उताबाट घुमेर आउनु ल भान्जा त्यो मैले अस्ति राउन्ड टिक हानेको कालो कुकुरको गु पो रहेछ झन्डै टेके झन्डै टेके भान्जाले टेक्यो भने त म छुदिनँ नि फेरि नुहाएर आउनु है थ्याङ्क यू अब तुम लोग गलती से अगर नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर अपने जीजा जी फेंक के मारो या फूफा जी मुझे नहीं पता बस क्लिक हो जाना चाहिए